गाइज हामी कहाँ छौँ? यतानेर गाडी बिसाएर दुध लिनका साथसाथै बच्चा बच्चीहरू गोबर पनि पाइन्छ कि भनेर अब के गर्नु यहाँतिर यस्तै त हो गोबर पनि हामीले खोज्नु पर्ने अवस्था छ। यहाँनेर गोबर लाउने भनेर झोला ल्याउनु भएको छ। यो झोला भरिन्छ कि भरिँदैन भएर हेर मै त यहाँ एउटा हिँड्दैछ गाई हेर्नलाई। ल गाईहरू हेरौँ आम्मामा यस्तो गाई त कति छ यहाँ चाहिँ डाइरेक्ट फ्रेस दुधहरू पाइन्छ। सबजनाले कानमा आफ्नो नम्बर भिरेका रहेछन् है। जोसब कस्तो लाग्यो त? गाईहरू लास्टै मनपर्छ। हामी चाहिँ यो ठाउँमा आएको छौँ है। यति धेरै गाई छ। अब अहिले हामी एक राउन्ड लगाउँछौँ। यहीँ छौँ अहिले हामी। यहाँ चाहिँ सानो सानो बच्चाहरू उनीहरूको घरहरू पनि पो छ त। धेरै डिस्टर्ब नगर। यहाँ खेतीपातीको फार्मर बनिरहेछ है जोसब चाहिँ। सानो सानो एउटा घर बनाइदिँदो रहेछ। त्यहाँ 2-3 जना बस्दो रहेछन् ओह्रालो। भरि गाई छ यहाँनिर। 2 जनाले खतरा अब फार्मिङ गर्ने भनेर यस्तो ठाउँमा आएर चाहिँ मल किन्दैछ नि। लु हेर त मल खनेको पो रहेछन् नि। एक बोरालाई कति अरे? 5 युरो अरे एक बोरालाई। अर्ग्यानिक मल किन्नु पाएकोमा हामी खुसी पनि छौँ। ल गु मात्रै हो? ए हो त रहेछ। इसिया मेसिनले यसरी गुजार्दो रहेछ। ए त्यो सक्सनले तानेर त्यहाँ भेला गरेर अनि यहाँ झर्दो रहेछ। लु हेर त कति राम्रो व्यवस्थित तरिकाले बसिसकेछन्। मजाले तान्दैछ त्यता लगेर जाँदो रहेछ है। मलहरू राखेर हेर न हाम्रो नेपाल जस्तै छ नि त। ट्याङ्की कम्ता ठुल्ठुलो छैन। गाईहरू पनि लाउँदैछ नै भारी। घरमा अलिकति माटो मलिलो भएन र सागसब्जी राम्रो फलेन भने सबले चाहिँ घाँस दियो है। ल यहाँ दुध दिनलाई लाइन लागेको हो। एउटा डराएर यहाँ चेप्पिराखेको छ। टमाटम घाँस दिँदैछन् नि खेतीपातीहरूले फार्मरहरूले। अब त्यहाँनिर यो मललाई भारी लाउँछ नै। ल एक बोरा गयो है। 2 बोरा दुध बिहान बोकिराख्नुहुन्छ। शुद्ध दुध छन् होइन गाई मात्रै छन् हौ। यहाँनिर फेरि यत्रो आलु रहेछ हे। घाँस छ। हामीले चाहिँ दुध पनि किनिसक्यौँ मल पनि किनिसक्यौँ। अब चाहिँ हामी घरतिर लाग्छौँ। मलाई आजको सानो भ्लग चाहिँ यति नै भन्न चाहन्छु। होला लाइक सेयर अनि सब्सक्राइब त्यो चाहिँ इम्पोर्टेन्ट है। प्लिज सेयर।